रातो हुन्छ यो अब 200 रुपियाँ लाग्ने रहेछ टिकट। पुरा ढाकेर राखेको छ पहिला पुरानो बिल्डिङ। नयाँ शहरको भ्यू म देखाइदिन्छु। रातो हुन्छ यो चाहिँ धरहरा हेर्नु आएको। यहाँ चाहिँ टिकट पाउनु दुईजना क्या मेरो फोनमै त्यस्तो छैन दाम। सुन्तला ल्याउनु सुन्तला छैन के सयको ल्याएको अरे म बदाम ए यहाँ यस्तै रहेछ क्या। ए म अहिले धरहरामा आएको छु है। नमस्कार साथी हो। अनि धरहरामा आएको छु। 200 रुपियाँ लाग्ने रहेछ टिकट। अनि यसको सँगै अब हामी धरहरा घुम्दै हिँड्दैछु। यसो धरहराको अहिले धरहरा मुनि छ होइन, 9 तल्ले धरहरा। भादर राणाले बनाएको होइन। अनि 2072 को भूकम्पले तहसनस भएर अहिले नयाँ रिनोभेसन गरेर यो बनाएको हो है। आज धेरै वर्ष पछाडि घुम्नु मौका पायो। अनि आज म तपाईँलाई धरहराको एक्सप्लोर गर्छु है। हेर्नुहोस् धरहराको एक्सप्लोर गर्छु। यो पुरानो अनि यो धरहराको वरिपरि तपाईँहरूलाई कस्तो लाग्यो के छ राम्रोसँग म तपाईँलाई देखाइदिन्छु। एकदम राम्रो बनाएको छ। यहाँ पहिला पुरानोको धरहराको स्ट्रक्चर हेर्नुहोस् त कस्तो छ। यसको अग्लो भन्दाखेरि पहिला पुरानो बिल्डिङ 61 यो पुरानो बिल्डिङ पुरा ढाकेर राखेको छ। अनि 11 तल्ले धरहरा बनाएको छ। पछि गएर 1990 को महाभूकम्प पछि होइन यो धरहराको 9 तल्ले धरहरा बनायो। अनि अब म तपाईँलाई अनि अलिकति व्यवस्था पाराले बनाएको छ। हरेक मान्छेको ठाउँमा टोइलेटहरू पनि राम्रो बनाएको छ। व्यवस्था गरेर क्लिन सफा है। अहिले चाहिँ हाम्रो नेपाल भन्नुको लागि घुम्ने आउने ठाउँको लागि एकदम राम्रो छ है। अनि मजाको छ यहाँतिर। अनि यहाँ दुबोको घाँस छ भित्र मजाले चिटिक्कै पाराले बनाएको छ। जे होस् राम्रो सफा क्लिन है, क्लियर छ देखाएको छ। के अहिले चाहिँ मेरो पछाडि यो पुरानो धरहरा हो है। पुरा भत्केको छ। यो 2072 सालको भूकम्पले भत्काएको। अनि ठ्याक्कै अझै अर्कोपट्टि मेरो पछाडि चाहिँ यो चाहिँ तपाईँको नयाँ धरहरा है। यो कहिलेदेखि खोलेको यो थाहा भएन। अहिले एकदम राम्रो बनाएको छ होइन। त्यहाँबाट तपाईँ माथिबाट म तपाईँलाई भ्यू देखाउँछु कस्तो छ भनेर है। अब जाम हामी आगै हेर्दै जाम के छ कस्तो छ रमाइलो गरौँ। माथिबाट भ्यू हेरौँ। चारैतिर पुरा काठमाडौँको माथिबाट हामी धरहराबाट अब एक वर्ष पर्छ।
अब चाहिँ हामी माथि धारा माथि आयो है। अब यहाँ तपाईँहरूलाई माथिबाट काठमाडौँ सहरको भ्यू म देखाइदिन्छु। माथिबाट चाहिँ तपाईँको माथिबाट लोकेसन यस्तो देखिन्छ काठमाडौँको टुरी खेल पछाडि नेपाल वायु सेवा निगम विक्रम सम्वत 1992 मा सुन्दर प्रधानमन्त्री जुद्ध शमशेर राणाद्वारा पुनर्निर्माण गरिएको अनि यो धरहरा पहिला चाहिँ 11 तल्ला थियो, पछि 9 तल्लासम्म समेत बनायो। अनि 2072 सालको भूकम्प पछाडि ठ्याक्क धरहरा मुनि छ यो सुन्धारा। यो चाहिँ अगाडिपट्टिको गार्डन हो है। अनि यो पानीको छिर्का निस्किने एकदम राम्रो गरेर, तर अहिले चाहिँ दिउँसो भएको कारणले निस्किने